नमस्कार। हामी कृषि विकास निर्देशनालय विराटनगरद्वारा सञ्चालित प्रादेशिक कृषि रेडियो कार्यक्रमबाट बोलिरहेका छौं। यो कार्यक्रम FM 98 100 र 103 मेगाहर्ज, अनलाइन रेडियो नेपाल धनकुटाको फेसबुक पेज र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार नेपाली, दोस्रो आइतबार राई बान्तवा, तेस्रो आइतबार लिम्बू र चौथो आइतबार थारू भाषामा साँझ 5:30 बजेदेखि 5:45 बजेसम्म सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी कोशी प्रदेशमा कृषिको विकासका लागि भएका गतिविधिहरू, कृषि तथा पशु सेवा, उन्नत प्रविधि, सफलताको कथा, अन्तर्वार्ता, कृषि समाचार, छलफल र कृषि चिनारी जस्ता सामग्री लिएर उपस्थित हुने गर्दछौं। आजको कृषि कार्यक्रममा हामी धानको ब्याड राख्ने तरिका तथा धान रोपाईको विषयमा बिउ उत्पादन, आपूर्ति तथा गुणस्तर नियन्त्रण परियोजना झुम्का सुनसरीका फिल्ड कोअर्डिनेटर भानुभक्त मैनालीसँग गरिएको कुराकानी र मौसम सम्बन्धी जानकारी प्रस्तुत गर्नेछौं। कृषक महानुभाव, कोशी प्रदेश धान खेतीको लागि राम्रो मानिएको प्रदेश हो। यति बेला धानको ब्याड राख्ने समय भएको छ। बिस्तारै धान रोप्ने समय पनि हुँदैछ। आजको कृषि कार्यक्रममा हामी धानको बिउ, धानको ब्याड राख्ने तरिका तथा धान रोपाईको विषयमा बिउ उत्पादन, आपूर्ति तथा गुणस्तर नियन्त्रण परियोजना झुम्का सुनसरीका फिल्ड कोअर्डिनेटर भानुभक्त मैनालीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कुराकानीका साथमा सहकर्मी सरिता राई। अब कृषकहरूको मंगिरमा पाक्ने धानको ब्याड राख्ने समय भएको छ। यो ब्याड राख्ने तरिकाका बारेमा बताइदिनुस् न। कसरी राख्ने ब्याड, माटो कस्तो हुनुपर्छ, जग्गाको तयारी कसरी गर्ने? ब्याड राख्ने बेलामा किसानहरूले जमिनलाई राम्ररी खनजोत गरेर लेबलिङ गर्नुपर्छ। मुख्य गरेर लेबलिङ राम्रो हुँदैन, सम्याउने काम राम्रो गरिदिनु होला। त्यसो भएपछि सबै धानहरूले बराबरी मात्रामा पानीको मात्रा पाउँछन् अनि सबै धानहरू एकै पटक उम्रिन्छन्। बिउको महत्त्व बारे बुझ्नुपर्छ र त्यो बिउ कुन स्रोतबाट ल्याइएको हो, त्यो स्रोत चाहिँ त्यो बिउको विश्वासिलो ठाउँबाट हुनुपर्छ। ट्याग हुनुपर्छ बिउमा। यदि ट्याग लागेको छैन, त्यो बिना ट्यागको चाहिँ जो बिउ ल्याएको छ भने त्यो औपचारिक रूपमा आएको बिउ मानिँदैन। त्यो छरछिमेकबाट मागे जस्तो या बाट ल्याए जस्तो अनौपचारिक हुन जान्छ, जसले गर्दाखेरि त्यो बिउमा गुणस्तर कति छ भन्ने कुरो नापेको हुँदैन। ट्याग लगाएको बिउमा बिउ परीक्षण प्रयोगशाला झुम्काले परीक्षण गरेर दिएको रिपोर्टको आधारमा बनाइएको ट्याग हुन्छ। त्यसैले त्यो परीक्षण गरेको बिउ लाउनु भयो भने सबभन्दा राम्रो के हुन्छ भने उमार शक्ति राम्रो हुन्छ, त्यसमा एकरूपता हुन्छ, युनिफर्मिटी हुन्छ, त्यसमा भिगर राम्रो हुन्छ। भिगर भन्नाले ओजस हो, त्यो जीवितपना त्यसमा बाँकी रहन्छ, त्यो भौतिक शुद्धता हुन्छ, जैविक वंशाणुगत शुद्धता हुन्छ। त्यसले गर्दाखेरि एकै जातको एकै पटक पसाउने खालको धानको बिउहरू चाहिँ त्यसरी छानेर ल्याएर राख्न सक्ने गरी किसानहरूले आफ्नो जानकारी दिन सक्नुपर्छ। जमिनको तयारी गर्दाखेरि करिब तपाईँले चाहिँ जो धानको बिउ राख्दाखेरि मुठीले छर्ने कामहरू, कतै हिलो बढी भएर धानको ब्याडहरूमा बिउहरू तलसम्म भाँसिने, परबाट मुठीले छर्दाखेरि तल गाडिने हुन्छ। त्यसैले साना साना ड्याङ बनाएर बिउका लागि साना साना ड्याङ बनाएर नजिकैबाट हतारो छरेर गर्यो भने त्यो ब्याडहरूबाट उम्रिएका बिउहरूको जरा धेरै गाडिएको या धेरै तलबाट आएको हुँदैन र पछि उखेल्दाखेरि माटोको डल्लाहरू बङ आउने अनि त्यसलाई फेरि चाहिँ डन्डीमा राखेर झार्नु पर्ने त्यो बाध्यता हुँदैन। त्यसैले नजिकैबाट थोरै थोरै साना साना ड्याङ बनाएर ड्याङमा बिउ राखिदिनु भयो भने त्यसलाई चाहिँ धेरै उखेल्न पनि सजिलो हुन्छ, जरा पनि चुइँदैन र पछि चाहिँ तपाईँको के हुन्छ भनेदेखि त्यसले गर्दाखेरि एकरूपताको धानको बोटहरू आउँछ। बिउ उपचार गर्नुपर्छ। ब्याडलाई बिडार पनि भन्छ, नर्सरी पनि भन्छ। धानको बिउलाई उपचार गर्नुपर्छ। भएका बिउ जति सबै उम्रिँदैनन्
जुन कमजोर धानको दाना छ त्यसबाट उम्रिएको बिरुवा कमजोर हुन्छ र त्यो कमजोर बिरुवा पूर्ण बिरुवा नभइकन मर्न सक्छ। त्यो मरेको बिरुवाको साइडबाट अनि रोगहरू सुरु हुन्छन्। त्यस्तो किसिमको चिजहरू हटाउनको लागि आधा मात्रै भरिएको दाना, थ्रेसिङ गर्दा फुटेका दाना, चर्किएका दाना, थ्रेसिङ गर्दाखेरि तपाईँको चाहिँ जो बोक्रा उकिएर चामल मात्रै भएको दाना, ती मध्ये सबभन्दा पहिलो उपाय के हो भने पानीमा मात्रै बिउ राखेर छान्नुभयो भने पानीमा जति उत्रिएका छन् ती बिउहरू हल्का हुन्, भुस हुन् या आधा भरिएका दाना मात्रै हुन्। तिनीहरूलाई चाहिँ पहिला छानेर फ्याँक्नु पर्छ अनि मात्रै एकरूपताको बिडार बन्छ, एकरूपताका बिरुवाहरू उम्रिन्छन्। त्यसमाथि पनि तपाईँले अझ नुन पानीले बिउ छान्ने भन्ने अर्को तरिका छ। 10 केजी पानीमा 2 केजी नुन हालेर बनाइएको घोल अन्डा उत्रिएको पानीमा धान राखेर, धानको बिउ राखेर अनि हेर्नुभयो र चलाइदिनु भयो भने फेरि अघि पानीमा छानेको भन्दा अरू दानाहरू, धानका बिउहरू उत्रिन्छन्। त्यो नुन पानीमा परेको बिउ 3 पटक शुद्ध पानीमा पखाल्नुपर्छ। त्यसलाई ओभानो ठाउँमा ओभाउन दिनुपर्छ, पानी तैरिन दिनुपर्छ। अलिअलि मुठी कस्दाखेरि डल्ला नपर्ने गरी ओभायो भने त्यति बेला त्यो अवस्थामा विषादीबाट धानको बिउ उपचार गर्नुपर्छ। अहिले बजारमा बेबिस्टिनको नाममा बेवासटिन भनेर लेखेको विषादी पाइन्छ। त्यो बेवासटिनले गर्यो भने पनि हुन्छ। जे होस् कपर अक्सिक्लोराइडका जातहरूले पनि गर्न सक्छन् र यी पछि लाग्ने ब्लास्ट रोग, पछि लाग्ने सिथ ब्लाइट, पछि लाग्ने पेनिकल ब्लाइट, कति गरेर कालो पोके पनि यस्ता किसिमका रोगहरूलाई चाहिँ पूर्णत त्यसले निराकरण गर्दैन। 70% चाहिँ त्यो रोगलाई निराकरण गर्न सक्ने बिउ उपचारले गर्न सकिन्छ। ग्लोब लाएर हुन्छ कि टिनको बट्टामा राखेर हुन्छ कि बिउमा विषादी मिसाउने पनि मेसिन पाइन्छ, त्यसमा राखेर हुन्छ कि जसरी भए पनि त्यसलाई त्यति बेलै बिडारमा राख्यो भने त्यो चाहिँ राखेको बिडारमा कम्तीमा 1 इन्ची मात्रै पानी हुने गरी पानीको सतह राखिदिने र त्यो पानी नफ्याँक्ने, किनभने त्यो विषादीले त्यो धानमा भएको विषादी त्यही जमिनमा त्यहीँ बसिराखोस् पखालियो भने पनि, र त्यसले चाहिँ पछिसम्म बिउलाई जोगाएर राख्छ, जमिनबाट पनि जोगाएर राख्छ। र यस किसिमले बिउ तयारी, बिडार तयारी र बिउ छर्ने तरिकाहरू गर्न सकिन्छ। राखिसकेपछि बिउमै पनि रोग किरा लाग्ने चाहिँ कतिको सम्भावना हुन्छ? केही कथम रोगका जीवाणुहरू आइहाले भने पनि त्यहाँ सर्भाइभ गर्न सक्ने हुन्छन्। जो रोगको बारेमा गर्न सक्छौँ भने इमिडाक्लोप्रिडहरू, त्यस्ता किसिमका चाहिँ जो विषादीहरू, अरू कार्टप हाइड्रोक्लोराइड जस्ता विषादीहरू प्रयोग गरेर किराको नियन्त्रण पनि हामी गर्न सक्छौँ। बिडारमा नर्सरी बिडारमा लागेको रोग किराहरूको व्यवस्थापन गर्न त्यति गाह्रो छैन। हजुर सर, यहाँले अघि झुम्काबाट तयार पारिएको बिउ भन्नुभएको थियो। यो ट्याग भएको बिउ चाहिँ कोशी प्रदेशभरि लागू हुन्छ कि सुनसरी जिल्लामा मात्रै यसको के छ अलिकति? बिउ बिजन प्रयोगशाला भनेको हाम्रो कोशी प्रदेशको एउटै मात्रै बिउ बिजन प्रयोगशाला हो। यसले मूल बिउ र प्रमाणित बिउमा ट्याग लगाउँछ, उन्नत बिउमा यसले ट्याग लगाउँदैन। तर उन्नत बिउ पनि यसले टेस्ट गरेर दिन्छ। टेस्ट गरेको रिपोर्टको आधारमा जसले उन्नत बिउ उत्पादन गरेका छन् उहाँहरूले नै, संस्थाहरूले नै, बिउ उत्पादकहरूले नै ट्याग लगाउनुहुन्छ। तर त्यो ट्याग लगाउँदाखेरि त्यसमा चाहिँ रिपोर्ट चाहिँ बिउ बिजन प्रयोगशाला झुम्काको परीक्षण रिपोर्ट हुन्छ। त्यो परीक्षण रिपोर्टले चाहिँ ती उत्पादकहरूलाई आधार दिन्छ, हामीले उत्पादन गरेको बिउ परीक्षण गरेर ल्याएका छौँ, राम्रो छ भन्ने। अब यो ब्याड राखेको कति दिनमा चाहिँ रोप्ने हुन्छ बिउ चाहिँ? 25 दिनभित्रमा रोपिसक्नु। हामी ठ्याक्कै डेटै भन्दाखेरि बिउ कस्तो आउँछ बिहारमा थाहा छैन, तर 22 दिनमा रोपेको बिउ राम्रो हुन्छ। र अर्को कुरा, हाम्रो कृषकहरूको एउटा बानी छ, आज बिउ काट्ने, भोलि बिउ काट्ने, अनि धेरै बिउ काटेर राखेर पर्सि निकोर्सि एकैताली रोप्ने। बासी बिउ नरोप्नु, आज काट्नु आजै रोप्नु। त्यसले पनि उत्पादनमा वृद्धि गर्छ। किनभने भोलिपल्टसम्ममा कतिवटा टिस्यु, कतिवटा पातहरू ओइलाइसकेका हुन्छन्, त्यसलाई फेरि फर्केर जागरुक भएर जरा गाडेर त्यो तन्किनलाई समय लाग्छ। आजको आजै गऱ्यो भने नओइलाएको हुन्छ, छिट्टै खुट्टा टेक्छ बिउले। यी धानका जातहरू छन्। अहिले चाहिँ नेपाल सरकारले, हाम्रो नार्कले, अनुसन्धान केन्द्रले हामीलाई दिइसकेको छ किसानसम्म लैजानको लागि। उनीहरूले उन्मोचन गरेका जातहरू मध्ये अहिले नयाँ नयाँ जातहरू पनि आएका
छन् र नेपालका जातहरू जुनसुकै जातहरूसित कम्पिटिसन गर्ने क्षमतामा छन्। त्यसमध्ये तररा 2 भयो, त्यसमध्ये अजिना 6 भयो, सुक्खा 3 भयो, साम्बा मन्सुली सब 1 भयो, बहुगुणीहरू भयो, रामधान भयो, राधा 12 भयो। यी जातहरू यो असारमा लगाएर मङ्सिरमा काटिने जातहरू हुन्। सावित्री पनि त्यसमा एकदम चलिराखेकै छ। अहिले चलन चल्तीका जातहरू यिनै हुन्। यो उपयुक्त हावापानी चाहिँ कुन हो यसको लागि? नेपालमा धानको खेती सबै क्षेत्रमा हुन्छ र विश्वको सबैभन्दा अग्लो क्षेत्र जुम्लामा हुने मार्सी धान पनि नेपालमा छ हैन। त्यसैले धान कुनै क्षेत्रमा हुने नहुने भन्ने कुरै हुँदैन। जात फरक पर्न सक्छ। धान सबै क्षेत्रमा हुन्छ तर धानका जातहरू फरक पर्न सक्छन्। मनोकामना भनेर सिफारिस गरेको एउटा मनोकामना एरियालाई होला, यतापट्टि तपाईँको चाहिँ जो क्या अरे मार्सी धान माथिल्लो बेल्टलाई मात्रै काम लाग्छ भने यता हाम्रा तराईतिर यो अहिले भनिएका र बोलिएका सबै जातहरू चाहिँ जो हाम्रो तराईतिर चाहिँ जो लाग्ने जातहरू हुन्। त्यसैले त्यो धान सबै क्षेत्रमा लाग्छ, जात फरक पर्छ, त्यति हो। भानुभक्त सर, हाम्रो देश नेपाल कृषि प्रधान देश हो। खास गरी कोशी प्रदेशमा धान खेतीको हिसाबले कस्तो प्रदेशको रूपमा चिनिन्छ? नेपालको सबैभन्दा बढी धान खेती हुने क्षेत्र हो, झापा, मोरङ, सुनसरी, उदयपुर। अब यसलाई जलवायु परिवर्तनले कतिको असर गर्छ सर, यसका बारेमा नि बताइदिनुहोस् न अलिकति। यो एउटा कुरा के हो भने जलवायु परिवर्तन भन्ने कुराहरू चाहिँ हामीहरूले सबैले गहन रूपमा त्यो वैज्ञानिक तवरले लेखाजोखा गरिसकेको छैन है। त्यसैले गर्दाखेरि धेरै कुराहरूमा परिवर्तन भएको छ। जस्तै पोहोर साल तपाईँको चाहिँ जो असोजको 11 र 12 गते आएको पानीले मौसम परिवर्तन त होला, त्यो पनि त्यस्तै जलवायु परिवर्तनै होला। एकैताली धेरै ठुलो पानी आइदियो 2 दिनमा। त्यसले गर्दाखेरि बहुगुणी 2 अर्थात् अरू तपाईँको तररा 2हरू पनि कुनै बेला अनि साम्बा मन्सुलीहरू यिनीहरूमा यति धेरै पेनिकल ब्लास्टको रोग ल्यायो कि त्यो हामीले यो सालभन्दा अगाडि कल्पनै गरेको थिएन। त्यस्ता कुराहरूले पनि अब किसानहरू कहिलेकाहीँ के भन्छन् भने हामीहरूको सखापै भयो, के गर्ने, अब गर्ने के त भन्दा त्यो मौसम परिवर्तनका कुराहरू हुन्। अब त्यसमा चाहिँ नेपाल सरकारको दायित्व के हो भन्दाखेरि अब त्यो सबैलाई मुआवजा दिएर साध्य पनि हुँदैन। पानी परिहाल्यो, मौसमले त्यति बेलै फुल फुल्ने बेला पर्यो, फुल फुल्ने बेलामा परेको पानीले गर्दाखेरि तपाईँको चाहिँ जो त्यो फुलहरू सबै चाहिँ जो तपाईँको के अरे झारिदियो। बालाहरू ठाडै छन्, पहेँला छन्, तर बालाहरू निहुरिएन किनभने बालामा दुध पसेन। त्यसले गर्दाखेरि ठुलो नोक्सानी पनि बेहोर्नु पर्यो किसानहरूले। मौसम परिवर्तनले, जलवायु परिवर्तनले कुनै कुनै वर्ष धेरै असर पार्छ, तर हामीहरूको धानको लागि हो भनेदेखि त्यो ठुलो विषय बनेको छैन। यो त आकस्मिक आउने बाढी, पहिरो, अधिक वर्षा तिनीहरू चाहिँ जो अन्त क्षेत्रमा होला। धानमा त्यस्तो ठुलो चाहिँ जो मौसम परिवर्तन, जलवायु परिवर्तनले धेरै ठुलो असर पारेको देखिँदैन। यस्ता किसिमका चाहिँ वातावरणीय परिवर्तनहरू, कुनै 7 दिनमा पर्नुपर्ने पानी 7 घण्टाभित्रै परिदिएर बिगारेको, फुल फुल्ने बेलामा परेको। हाम्रो मनसुन चाहिँ सकिन लागेको बेलामा हाम्रो धान फुल फुल्ने अवस्था रहोस्, जसको जुन बेलामा हामीहरूको धानले चाहिँ त्यस्तो किसिमको प्रकोप नपरोस् भनेर हामी अहिले चाहिँ प्रत्येक किसानहरूलाई, संस्थाहरूलाई हामी चाहिँ बिउ राख्न पनि असारको 11 गतेसम्म हामी बिउ राख्ने चाहिँ जो टार्गेट राखेका छौँ कि पछि धान अलिकति ढिलो पाकोस्, जसले गर्दाखेरि त्यो प्रकोपबाट बचोस् भनेर बिउ उपचार गरेरै गरिदिनुहोस् न हो अहिलेको नर्सरी ब्याट चाहिँ भन्ने हाम्रो सोचाइ छ। बेबिस्टिनले बिउ उपचार गरेर कम्तीमा त्यति गरिदिनु भयो भने पनि तपाईँको धेरै कुराहरू जोगिन्छ भन्ने मेरो भनाइ छ। ल्यान्ड लेभलिङ एकदम राम्रो गरिदिनु होला। हतार गर्नु पर्दैन, सके जति अलि पछाडि नै बिउ राख्दाखेरि पनि केही बिग्रिँदैन। अनि अर्को कुरा के छ भनेदेखि बासी बिउ नरोपिदिनु होला, आज काढो आजै रोपो गरिदिनु होला। तपाईँहरूलाई केही त्यस्तो आपत पर्यो या त्यस्तो अप्ठ्यारो पर्यो या रोगकिराहरू सम्बन्धी पनि चिन्न सक्नु भएन, नोक्सानी ठुलो हुने भयो भने हामी यो झापा, मोरङ, सुनसरी, उदयपुर क्षेत्र चाहिँ हामी ओगटेर भए पनि हामी जसरी पनि पुग्न सक्छौँ किसानका घर दैलोमा। हामी त्यसको निराकरण गर्नलाई भोलिन्टियर सर्भिस दिन सक्छौँ भन्छु र सबैले त्यसलाई माया गरिदिनु होला, मेरो भनाइ यति। कृषक
कृषक महानुभाव, अहिले सुन्नुभयो धानको बिउ ब्याड राख्ने तरिका तथा धान रोपाईका विषयमा बिउ उत्पादन, आपूर्ति तथा गुणस्तर नियन्त्रण परियोजना झुम्का सुनसरीका फिल्ड कोअर्डिनेटर भानुभक्त मैनालीसँग गरिएको कुराकानी पछि अब कोशी प्रदेशको आगामी 3 दिनको मौसम सम्बन्धी जानकारीका साथमा सहकर्मी रमा ढुङ्गाना। आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाड़ी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलि सोमबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाड़ी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी पर्सि मंगलबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाड़ी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कृषक महानुभाव, आजको कृषि कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुनेपछि केही जिज्ञासा, सल्लाह र सुझाव दिन मन लागेको छ भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हो प्रादेशिक कृषि रेडियो कार्यक्रम, कृषि विकास निर्देशनालय विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र कोशी प्रदेश धनकुटा। फोन नम्बर 026522387 र इमेल ठेगाना रहेको छ aryani@gmail.com। आजको कार्यक्रमबाट प्राविधिक मित्र दुखाराम माझी सहित म निर्मला कुँवर पनि बिदा हुन्छु। हवस् त, नमस्कार।